वेलकम छ पूर्वेली नानी ब्लगमा। सो आशा छ हजुरहरू पनि सन्चै आरामै हुन्छ र म पनि एकदम सन्चै आरामै छु भन्दै आशाको साथ आज न्यू ब्लग स्टार्ट गरिसकेको छु। सो मेरो बिहानीको सुरुवात चाहिँ कहाँबाट सुरु हुन्छ भने यहाँ हाम्रो डनबाट। सो साथीहरू मेरो त्यो बिहानीको सुरुवात मेरो छोराबाट हुन्छ अनि त्यसपछि मेरो हस्बेन्डबाट। यता हेर्नु न, हेलो भन्नु न। हेलो हेलो साथीहरू अब म उठिसकेको छु अनि अब चाहिँ म खाना बनाउनु पर्ने हुन्छ। मेरो हस्बेन्डले त अघि उठेर भाँडा माजिसक्नु भएको छ। अब मेरो काम चाहिँ खाना बनाउने हो। अब खाना बनाउनु पर्यो। अब चाहिँ म खाना बनाउनुमा लाग्छु साथीहरू। के गर्नु यस्तै छ। अनि तपाईहरुकोतिर त कतिको गर्मी बढिरहेको छ। काठमाडौँमा त भन्नु नसक्ने गाह्रो। के पकाएको त्यहाँ भने ए भात। यसको हेलो छोरो छोरो हाँस्दैछ है। बढी बोल्ने होइन है फेरि जाला खर्चमा खर्चमा खर्चमा। मैले त तरकारीहरू ल्याइसकेँ। अब बनाउनुतिर लागौँ ल। के पनि होइन माथि जाउँ न दिनु पर्ने हौ। हजुर एक्लै बोलिरहेछ। अब अहिले भेटौँला ल। गाइस मैले चाहिँ भर्खर काटिसकेँ। मुखै धुएको छैन। सँगै मुख घुमाइ। अब एकछिनमा भेटौँला ल। मेरो त्यो खाना पाकिसक्यो। मैले खाना चिबाजीमा
कस्तो काना आज मलाई सायन This is now you sign. Okay? You are very good. You are understand. के Next. गरेको Sign के गरेको भनिदेऊ मान्छेले भनिदेऊ के गरेको भनिदेऊ त के सो अहिले हामीले खानासाना खाइसक्यौँ अनि त्यसपछि अहिले हामी मस्त सुतिरहेको छौँ अब त्यो आजको त्यो भ्लग यति नै फेरि भेटौँला अर्को भ्लगमा आजको लागि बाई बाई